हेलो एभ्रिवान, हजुर सन्चै हुनुहुन्छ होला अनि गुड इभिनिङ सबैलाई। अहिले चाहिँ मेरो घरमा पाहुना आएको छ, मेरो साथी, सँगै पढेको साथी हो। अनि त्यहाँबाट चाहिँ हामीले चाहिँ चिया खाने मन लागेर चाहिँ चिया बनाएर खानु आँटेको। अनि मेरो साथीले बनाउने अरे, अनि मजाले चिया बनाउँदै थियो। अनि चिया बनाइसकेर चाहिँ हामी दुईजना गफ गर्दै, होइन त्यसलाई चाहिँ क्यामेरामा आउनु एकदम सरम लाग्दो रहेछ हो। तर पनि मैले सरम गर्दै गर्दै भए पनि भिडियो बनाइदिएँ, किनकि अब साथी कोही कोही बेला आउँछ होइन, मेमोरिजको लागि भिडियो बनाइदिएको नि त मैले चाहिँ। खासमा चाहिँ हल्का रमाइलोको लागि होइन, हामी दुईजना चाहिँ चिया बनाएर चिया डेट गर्न आँटेको। लु खाइदिउँ ल अब चिया। ए रहेछ टाइम घुट्यो साथी। अनि हजुरहरूलाई कस्तो लाग्यो होला मेरो भिडियो मन पऱ्यो भने लाइक, कमेन्ट, सेयर अनि मिठो कमेन्ट छोड्नु नभुलिदिनुहोस् होला। अनि हामी त्यसरी पनि जिस्किँदै चिया खाइरहेको थियो होइन, यस्तो मिठो भएको थियो। नुन पनि नुन हेरेर चिनी पनि कम्ती मिठो भएको थियो होइन। अनि तपाईँहरूलाई मन पऱ्यो होला मेरो भिडियो हेरेर, हामी दुईजनाको भिडियो हेरेर। अनि आजको लागि यति नै।